अब भोलि युरोप त नि सबै तर्सनौस हुन्छ। कहिले भइसक्यो त्यही छोड्यौँ कि हामीले कुल मूल छोड्यौँ, खालि पैसो पैसो पैसो। तपाईँ विदेशमा गएर हेर्नु न, सबै मान्छे अमेरिका भन्छ, मान्छे युरोप भन्छ नि, सबै ट्यापेर मुन्डेर मात्रै देखेको छु मैले। यसरी ध्यानमा बसेर त सबै सिरिन्ज लगाएको छन् है, अनि त्यो ड्रगिस खाएका छन् झुम्मा झुम्मा है। अनि ती त्यहाँका नागरिकहरूले झुम्मा झुम्मा अनि काम गर्दैन। अनि यहाँका नेपालीहरू गएर गर्ने रहेछ क्या, मैले यसो रिसर्च गर्दा हेर्दा होइन। जतिखेर झुम्मा अनि जोसँगले गएका छन्, बसेका छन्, सुतेका छन् होइन। अनि बच्चा अहिले तपाईँले त्यो गुगलमा तथ्याङ्कमा त सर्च गरेर हेर्नु त, अधिकांश अपाङ्गहरू बच्चाहरू, लुटा लङ्गडाहरू, अटिजम होइन। अब यही अवस्था भने अमेरिकामा चाहिँ ठुलो भूकम्प छ, पानी पर्छ, अग्निसेना, जलसेना, वायुसेना, मान्छे जुगाउने आत्माहरू सबै दिन्छ, तहस नहस हुन्छ। भोलि हामी अमेरिका छ भनेर यत्रो नाक नगर्नुहोस्, भोलि के हुन्छ म अहिले नै तपाईँहरूलाई जाने। मैले आजभन्दा कति वर्ष म बोल्दै आएको होइन, 19 वर्षको। अनि कोरोना हैजा पनि आएको थिएन त्यतिखेर, कोरोना हैजा अर्को हैजा आउँदैछ हावाबाट सर्किन्छ। त्यही भएर अनि भने न हिजो आएको सङ्केत मलाई, त्यो बेला भिडियो आउँछ भने नि, यो धरती त रक्तमय भएको एउटा गुरु गोर्खाको धुनीको एउटा झिलको, त्यो झिलको गयो भने विश्व डढ्छ, विश्व सखाप हुन्छ, विश्व सिद्धिन्छ। कसैले हेर्नु त नेपाली र नेपाललाई जसले हेप्छ नि त्यो तस नगरेछ। मोदी हुनुहुन्छ नि, मोदी, इन्डियाको मोदी, यो भिडियो इन्डियाको जनतासम्म पुगोस्। उहाँको अब सिद्ध काली माता हुनुहुन्छ, उहाँका भविष्यवाणीहरूले हामीले अवश्य पनि हेर्नु भएको होला। जब त्यसलाई सङ्कट आउन लाग्छ उहाँ एकदम टाउको छोडेर हुनुहुन्छ, न कसैको लाज न कसैको केही मान्नुहुन्न, किनभने अति भएपछि त्यो कुराहरू आउने हो होइन माताजी। हजुर, अब उहाँका भविष्यवाणीहरूको त यहाँलाई लिस्टै थाहा होला, मैले केही पनि भनिनँ। र माताजी अब अहिलेको समसामयिक विषयवस्तु है, हुन त जे पाए त्यो कसैलाई पनि बोल्नु हुँदैन, तर चाहिने कुराको विरोध गर्दाखेरि त्यो आवाज बन्द गरिनु हुँदैन भन्ने हाम्रो उद्देश्य हो। अहिले भर्खरैको कुरा, हिजोको मात्रै कुरा, हजुर, नेताहरूको सम्पत्ति सार्वजनिक भएको छ, यसको विषयमा हजुर के भन्नुहुन्छ? हस्, धन्यवाद नाना। अब जति प्रश्न गर्नुभयो नि त एकदम वरिष्ठहरूको नाम लिएर तपाईँले प्रश्न गर्नुभयो। अब अहिले त के गर्नुपर्दाखेरि समाउन नि सक्छ नि, सामाजिक सञ्जालमा पनि के कानुन आउँदैछ र पनि ठिक छ है। गए पनि मामै घर जाउँ न भनेर बोलौँला है त। ल मामा घर मामै सम्झेर जाउँला है त, केही फरक पर्दैन है त। हजुरहरू हुनुहुन्छ नि त फेरि त्यहाँ पनि, मामा घर गयो भने त तपाईँहरू हुनुहुन्छ नि त फेरि। ल अब त हजुरले त्यो प्रश्न गर्नुभयो, अति राम्रो गर्नुभयो। मैले आजभन्दा हजुरकै मिडियाद्वारा नै धेरै चिजहरू यस्तै अब नक्कली सम्पत्ति, कालाधन होइन, कालाधन सेताधन सबै छानबिन हुन्छन् भनेर भनेको थिएँ। अब सबै हजुरलाई भनिन, पानी मुनि गए पनि गोरखनाथ बाबाले छोड्नुहुन्न, आकाश फाटेर गए पनि छोड्नुहुन्न, धरती फाटेर मुनि गए पनि छोड्नुहुन्न। अब यस्तो समस्या लिएर आउँदैछ नेताहरूको घरमा, प्रत्येक भ्रष्टाचारीको घरमा। अब हजुरलाई यो सुन पैसा कति छन् एक सबै छानबिन हुन्छ। यो भर्खर लिस्ट आयो होइन। हजुर, छानबिन कसले गर्छ? यस्तै हाम्रो यो सिलसिला वहाँ चाहिँ यहाँ तक भने जस्तै हामीलाई हिमाल अनलाइन टिभीले प्रतिधानले यही प्रश्न गर्नुभएको थियो, यस्तो राज छ नेताहरूको, कसले छानबिन गर्छ, को जन्मिन्छ, को छ भन्नुभएको थियो कि, त्यही याद आयो। हजुरले त्यस्तै प्रश्न गर्नुभयो। अब छानबिन कसले गर्ने? ईश्वरी शक्तिले गर्ने, गोरखनाथ बाबाले गर्ने, पशुपतिनाथले गर्ने। अब त हजुरले भयो नि त, अहिले जस्तो अब अमेरिकाले इजरायललाई हानेको छ, अमेरिकाले इजरायल मिलेर इरानलाई हानेको छ, त्यो कता ईश्वरी शक्ति त हो नि, हो कि मैले भने त अग्निसेना भनेको त्यस्तो पावरफुल छ। अब हजुरलाई यो सबै ईश्वरी शक्तिले गुरु गोरखनाथ बाबाका ढड्डा पल्टिँदैछन् र यिनीहरूका हिसाब किताबहरू निक्लिँदैछन्। हुन जति गुरु गोरखनाथ बाबा ढड्डा पल्टिन्छन् त्यति यिनीहरूका हिसाब किताब, यिनीहरूले गरेका कृत होइन नराम्राहरू सबै, भ्रष्टाचारी, बलात्कारी, काला बजारी, सेता बजारी, सत्तामा पुगेर मै हुँ भनेर कोही छैन भनेर अन्धो धुन्धो कालो पट्टी बाँधेर चाहिँ यिनीहरूले आर्जेका थिइन्, त्यो सब निस्किन्छ। हेर्दै जानु, यो त के पनि, यो त कास्टिङ, यो अहिले जुन निस्केको छ नि हिजो आज, त्यही पनि हजुरले भनेर थाहा पाएको। म त फेरि यतातिर यस्तो न्युजहरू पनि जान्न, जे प्रकृतिको सन्देह आउँछ भिडियो बनाउने हालिदिइहाल्ने हो होइन। अब यस्तो मिडियामा के आएको छ त्यो मैले जानकारी पाएन, हजुरबाट पाएन, ठिक छ। अब एकदम हजुरलाई निर्धक्क हुनु, गरिबका दिन आउँदैछन्, धनीका दिन जाँदैछन्। हजुरले प्रश्न गर्नुभयो यही त होइन। सबै कहाँ लुकाउने? यो ब्रह्माण्ड त एउटा इनार जस्तै हो,
कहाँ लुकाउनुहुन्छ? त्यो यिनीहरूभित्र जहाँ हेरेको त लिइहालिन्छ। हामी भन्दा पनि ईश्वरी शक्तिले खटाल्नुहुन्छ। अब यस्तो हुन्छ सोचेको थिएँ, शेरबहादुर देउवाको घर आजुले कुटाइ खाने, शेरबहादुर जिउ के अरे आगो लाएर पैसा डढ्ने कसरी सोचेको थिएँ? कोही माइकल लाल थियो त जन्मिने, कहाँबाट आएको थियो? जेन्जी बनाएको त गोरन बाबुका सेना हुन्थे, बुझ्नुभयो? हजुर, भनेपछि छानबिन माथिबाटै हुन्छ। एकदम निर्धक्क बस्नु, कोही चाहिँदैन, रामे श्यामे कोही चाहिँदैन। यहाँ त जसका जति जति सम्पत्ति भए पनि त्यो समय कहिले आउला त थियो? अनि अहिले आइरहेको छ त, देख्नु भएन? त्यत्रो भदौ 23 गते आयो, नयाँहरूले पनि सार्वजनिक गरे नि त आफ्नो सम्पत्ति। यिनीहरू पनि यिनी को हुन् रहे फेरि? चाहे रामी हुन्, चाहे श्याम हुन्, चाहे बाले हुन्, चाहे रवि हुन्, होइन? यी पनि छानबिन हुन्छन्। राम्रो काम गऱ्यो भने टिक्छन्, नराम्रो काम पनि फेरि यिनीहरू पनि त्यही हो, ताल आइहाल्छ। ताल त्यही हो। अनि अब यसरी उनीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुको कारण चाहिँ के जस्तो लाग्छ? मेरो यति सुन छ, मेरो यति ठाउँमा जग्गा छ, यति ठाउँमा घर छ भनेर आइरहेछ नि त लिस्ट। यो गर्नु त स्वाभाविकै हो, यो नर्मल हो। यो पहिला माओवादीको पालन गरेको थियो, काङ्ग्रेसको पालन गरेको थियो, होइन? यहाँ त सुरुमै जाने बित्तिकै गरे नि त, त्यतिखेर पनि गरेको थियो। हेर्नु न, हामी पल्टाएर अहिले पनि हामीले बिर्स्यौँ त। त्यतिखेर पनि गरेको थियो। माओवादीको कति रुपियाँ जग्गा छ, कति तल सुन्थ्यो, सबैभन्दा कोही कसको पनि थियो भने त्यतिखेर मिडियामा लिस्ट पनि आएको थियो। हामीले पो बिर्स्यौँ त। अहिले ढट्टा पल्टाएर हेरौँ न, देखिन्छ। र यिनीहरूले अहिले बुझाएको, अब यिनीहरूले बुझाउनु ठिकै छ। यिनीहरूको अब अहिले कति रुपियाँ जग्गा, कति बिघा जग्गा, तराईमा यति, सिन्धुलीमा यति, कसको छ भने अब भोलि योभन्दा बढी त राम्रो काम हो। तिमीहरूको त पहिला बुझाउँदा यति थियो, अब आएको कहाँबाट आयो? सम्झाउन झन् सजिलो हुन्छ क्या। गोरखनाथको कानुनले, गोरखनाथ बाबाका कानुनले पक्रिन झन् सजिलो। त्यो यिनीहरूले आफैले प्रस्तुत गरेकै होइन। त्यो ईश्वरी शक्तिको माइक घुमाइदिनु चाहिँ सिद्धि गर्ने, यहाँ सरस्वती आएर बस्दियो चाहिँ सिद्धि गर्ने। ऊ आफै यिनीहरू आफ्नै बस्न हुँदैन, कसले चलाइरहेको छ यिनीहरूलाई? हजुर, के भन्नुहुन्छ अब प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँको के छ सन्देश? अब ठिक छ, अब सबै 3 करोड जनताको चाहिँ एकदम आशावादी छौँ हामी। अब उद्योग कारखाना खोल्नुहोस्, होइन? हामी हजुरहरूलाई आशीर्वाद दिन्छौँ, होइन? नेपाल आमाको सुपुत्र भएर एकदम। तर त्यो पछाडि फेरि डह्रो पश्चिमी शक्ति छ, मलाई थाहा छ। उहाँको पछाडि पश्चिमी शक्ति डह्रो लागेको छ, बुझ्नुभएन? उहाँलाई माथि पुर्याइरहेछ, होइन? त्यो हामी बुझ्छौँ, हामी देख्छौँ नि त, होइन? तर सबै पश्चिमी शक्तिले चलाइरहेछ उहाँहरूलाई। पश्चिमी शक्तिले ल्याएको, पश्चिमी शक्तिले त्यहाँ पुर्याएको हो। रियल्ली भोट त हामीले दिउनु हो, होइन? भित्र चलखेल बडो छ, होइन? तर कसैको माइकलाको यहाँ चल्दैन। यो बाबा पशुनाथको देश हो, गुरु गोरखानको राज्य हो। राम्रो काम गरे भने स्थिर छ, नराम्रो भने 4 भागमा यही हो। एक भाग मर्नेछ, एक भाग जेलले जानेछ, एक भाग भाग्नेछ, एक भाग मिल्नेछ, होइन? तितो सत्य हुन्छ, सत्य तितो हुन्छ। अरू चाहिँ के छ तपाईँको चाहिँ? के आइरहेछ अहिले सन्देशहरू के आएको छ? अब सन्देशहरू अब अहिले नयाँ सरकारको चाहिँ यो बाबा गुरु गोरखाले बाबाले पहिल्यै भन्नुभएको थियो मलाई, बालेन बाबाको शक्ति लिएर आउनेछ। रवि सूर्यको शक्ति मैले बार बार मिडियामा टिकटकमा पनि भनिरहेको छु। यो सबै ईश्वरी शक्तिले गरिरहेछ। तपाईँ हामी कोही डराउनु पर्दैन। यो देश कसैले खान सक्दैन। यो देश भनेको नि एउटा गुरु गोर्खाको धुनीको एउटा झिलको, त्यो झिलको गयो भने विश्व डढ्छ, विश्व सखाप हुन्छ, विश्व सिद्धिन्छ। कसैले हेर्नु त नेपाली र नेपाललाई जसले हेप्छ नि त्यो टस नगरेछ। मोदी हुनुहुन्छ नि, मोदी, इन्डियाको मोदी। यो भिडियो इन्डियाको जनतासम्म पुगोस्, उहाँको नि अब सिद्ध, अब सत्ता सिद्धिन्छ, उहाँको कारबाही सिद्धिन्छ। पाकिस्तान र अब बङ्गलादेश, श्रीलङ्काले को छन् छिमेकीहरू, अब यिनीहरूलाई इन्डियालाई हान्छ। अब अहिले हामीले जति नै उनीहरूको सिमानामा गोर्खाली सेना राखेको छ नि, ती गोर्खाली सेना इन्डियाबाट फर्किन्छ। हेर्दै जानु, नेपाललाई छोएर मात्रै हेर्नुहोस् त, नेपाललाई छोएर मात्रै हेर्नुहोस् त, यस्तो। अनि अब तपाईँले यसो भनिरहँदाखेरि अहिले सबैभन्दा शक्तिशाली अमेरिका सबैतिर खोजिरहेको छ ट्रम्पले, के भन्नुहुन्छ? ट्रम्पलाई के सन्देश छ? अनि विश्वयुद्ध हुन्छ कि हुँदैन, के आएको छ? के सन्देश आएको? विश्वयुद्ध चाहिँ अहिले तत्कालै हुँदैन। जस्तो हामी पानी पर्दा खण्डी भन्छौँ नि, त्यसरी खण्ड खण्ड हुन्छ। अब हजुरले प्रश्न गरिहाल्नुभयो, यही मिडियाद्वारा चाहिँ म इरानमा हुने नेपालीहरू, इजरायलमा हुने नेपालीहरू, कुनै पनि खाडी राष्ट्रमा हुने नेपालीहरू विनम्र अनुरोध छ, फर्किनु। बम बारुद
यो यति फर्किँदैछ, यति बमबाहरू खसाल्दैछ है, भोलि तपाईँले प्लेनको टिकट पनि पाउँदैन। यो भनौँला म टिकटकदारले भनौँला भनेको थिएँ, टिकटक पनि बनाउनु भ्याएको छैन मैले। म यो हिजो म गाह्रोको हिजो निकाल्छु भने त मैले सन्देश पनि आउँदैछ भनेर भने, त्यहाँ कमेन्ट पनि भन्नु त खोइ त भनिरहनु भएको छ। मेरो पर्खाइमा धेरै हुनुहुन्छ, धन्यवाद हजुरहरूलाई। र खाडी राष्ट्रमा होइन को हुनुहुन्छ नेपालीहरू फर्किनुहोस्। मैले आजभन्दा कति वर्ष अगाडि पनि भनेको थिएँ होइन, भनेको थियो माताले खाना दिन्छ, माताले जागिर दिन्छ भने जागिर खाना होइन, बाँच्ने हो भने आउनुहोस्। हुन त यो परिस्थिति यहाँ पनि पर्न सक्छ, तर मर्यो भने आफ्नै देशमा मरौँ न, होइन त? आफ्नै देशमा के गरौँ न। अब उद्योग कारखाना तपाईँहरूले खोल्ने हो कि, अब मिलेर खोलेन भने हामी आफै जाने हो, खोल्ने हो। त्यही भएर तपाईँहरू जहाँ हुनुहुन्छ, भोलि अमेरिकामा हुनेहरू पनि त्यहाँ धेरै तपाईँले कमाउनु भएको छ, लगानी गर्नु भएको छ, त्यहाँ धेर नगर्नुहोस्। अस्ति भर्खर मैले डेनमार्कको मेमहरू आउनु भएको थियो, मलाई भेट्यो, मैले भिडियो पनि हालेको थिएँ। अनि योभन्दा अगाडि मैले 1 वर्ष अगाडि पनि भनेको थिएँ, तपाईँहरू विदेशमा गउनुहुन्छ ठिक छ, नेपालमा रोजगार छैन, जानुभएको छ, म त्यसमा केही पनि भन्दिनँ। आफ्नो आफ्नो परिवारको दुःख सुख हेरेर जानुभएको छ, यहाँ केही छैन भनेर जानुभएको छ, जानुभयो, कमाउनु भएको छ। अनि मैले भने उहाँले, उहाँको विशेष त एकदम आध्यात्मिक हुँदो रहेछ भने मिसेसलाई भन्नुभएको छ, उहाँले भनेको सबै कुरा पुग्छ, नहालौँ, यहाँ लगानी नगरौँ, नेपालमै के गरौँ भन्दाखेरि यस्तो कुरा पनि पत्याउने भनेर श्रीमानले सेयर दुनियाँमा हाल्नु पऱ्यो। अलिक सेयर सबै डुब्यो भन्ने हुन्थ्यो। कति 4 करोडका कति करोड त लगानीमा डुबेको छ। अब नेपाल आउँ, एउटा केही पनि छैन है, भाटे भुङ्रो केही छैन। अब भएको दुःख गरेर कमाएको 18-19 वर्षमा कमाएको सबै उही लगानी छ होइन। अब भोलि युरोप त नि सबै तसनस हुन्छ। कहिले भइसक्छ? सुरु भयो त यो युद्ध छ नि। मैले अस्ति हजुरलाई टिकटकमा नि मैले भिडियो बनाएर हालेँ त। यो युद्ध त्यतिखेर सिज फायर कि के भइरहेको थियो, वार्तालाप भइरहेको थियो होइन। अनि स्थगित भयो भने निक्लिरहेको थियो। त्यो स्थगित भएकै बेला मैले भिडियो निकालेको छु, यो युद्ध रोकिँदैन, फेरि हुन्छ होइन भनेको थिएँ। आखिर रोकेको छैन। भोलि बम अमेरिकाले यति पठाउँछ, इरान, इजरायल होइन, खाडी राष्ट्र, अब मलाई यी राष्ट्रको नाम आउँदैन, सबै खाडी राष्ट्रहरू तसनस हुँदैछ। तपाईँहरू विनम्र फेरि म अनुरोध गर्छु, फर्किनुहोस्, जे जस्तो छ पठाइहाल्नुहोस्। यता ब्याङ्कमा कति पैसाहरू छ पठाइहाल्नुहोस्, त्यहाँ लगानी नगर्नुहोस्, त्यहाँ सब क्लोज गरिदिनुहोस्। अनि उसको हालत चाहिँ के हुन्छ तपाईँको? अमेरिकाको चाहिँ के हुन्छ? अपाल आउँदैन अमेरिका? त्यही त भन्दैछु त। अब अमेरिकामा हुनेहरू त्यहाँ भएको लगानी जति पनि पैसा छ नेपालमा लगानी गर्नुहोस् होइन, नेपालमा लगानी गर्नुहोस्। भोलि आज जति इरान र इजरायलमा भएको छ नि, त्यही अवस्था अमेरिकामा हुन्छ। अमेरिका भन्ने त्यो प्रान्तै हुँदैन, देशै हुँदैन, एउटा त्यहाँ बडो भूकम्प जाँदैछ। मलाई अस्ति पनि मैले भिडियो निकालेको छु, त्यहाँ किनभने 8-9 को भूकम्प जाँदैछ अमेरिकामा। लिस्ट आइसक्यो, मैले लिस्ट होइन, उनी आइसक्यो। अब यो अहिले तत्कालै चाहिँ 4-5 को जान्छ, कता जान्छ यो चाहिँ 15 दिनभित्र राखिदिउँ। मैले 1 हप्तादेखि 15 दिनभित्र राखिदिउँ। यो चाहिँ 4-5-6 सम्मको कता जान्छ त्यो चाहिँ। तर अमेरिकामा चाहिँ ठुलो भूकम्प हुन्छ, पानी पर्छ, अग्निसेना, जलसेना, वायुसेना, मान्छे जुगाउने आत्माहरू सबै दिन्छ, तसनस हुन्छ। भोलि हामी अमेरिका छ भनेर यत्रो नाक नगर्नुहोस्। भोलि के हुन्छ म अहिले नै तपाईँहरूलाई जाने। मैले आजभन्दा कति वर्ष म बोल्दै आएको कि 19 वर्षको। अनि कोरोना हैजा पनि आएको थिएन त्यतिखेर। कोरोना हैजा अर्को हैजा आउँदैछ, हावाबाट सर्किन्थ्यो। अनि भनि न हिजो आएको सङ्केत मलाई, त्यो बेला भिडियो आउँछ भने नि, यो धरती त रक्तमय भएको ल केही छ त्यस्तो देख्नु भएको छ सपना। भनेपछि अब अहिले कस्तो घटनाहरू पनि कसरी बढिरहेछ? मिडिया बढेर हो कि घटना नै बढेको हो कि? अस्ति 2टा दाजुभाइ त्यहाँ फाइट गरेर एकै चक्कुले भक्तपुरमै होइन। यो विषयमा म यही विषयमा राख्ने है त कुरो। ल अब अहिले यही विषयमा हेर्नुहोस्, एउटा मान्छेले त्यही मासु पसलबाट एउटा त्यो खुकुरी हो कि त्यो के ल्याएर चक्कु ल्याएर 2जनालाई रेड दियो होइन, त्यही मर्यो। अब अहिले फेरि जापानमा एकजना हाम्रै चेलीबेटीले बच्चा मारेर दराजमा राखेको रहेछ होइन। मुखले टोकेर त्यस्तो कुर गर्न सक्छ आमा? मुखले टोकेको त अर्को होला, अर्को चाहिँ त्यो 23 वर्ष कि हाम्रै चेलीले होइन अहिले पक्रेर लग्यो पुलिसले, त्यहाँको जापानको पुलिसले होइन। अनि यस्तो अवस्था किन भयो भन्दा हामीले सबै छोड्यौँ कि, हामीले कुल मूल छोड्यौँ, खालि पैसो। तपाईँ विदेशमा गएर हेर्नु न, सबै मान्छे अमेरिका भन्छ, मान्छे युरोप भन्छ नि, सबै ट्यापेर मुन्डेर मात्रै देखेको छु मैले। यसरी ध्यानमा बसेर त सबै सिरिन्ज लगाएको छ है,
अनि त्यो ड्रगिस खाएका छन् झुम्मा झुम्मा है। अनि ती त्यहाँका नागरिकहरूले झुम्मा झुम्मा अनि काम गर्दैन। अनि यहाँका नेपालीहरू गएर गर्ने रहेछ क्या, मैले यसो रिसर्च गर्दा हेर्दा होइन। जतिखेर झुम्मा अनि जोसँगले गएका छन्, बसेका छन्, सुतेका छन् होइन। अनि बच्चा अहिले तपाईँले त्यो गुगलमा तथ्याङ्कमा त सर्च गरेर हेर्नु त, अधिकांश अपाङ्गहरू बच्चाहरू, लुटा लङ्गडाहरू, अटिजम होइन। अब यही अवस्था भयो नि। अब हाम्रो पिँढीसम्ममा तैबिसे छ। अब हाम्रा छोराछोरी पनि हेर्नु 30-35 वर्ष हुन्छ बिहा गर्दा, त्यसमा पनि राम्रो राम्रो संस्कार छ, राम्रो रीतिरिवाज छ भने बच्चा राम्रै जन्मे होइन। र पनि अझ तिनीहरूले अब त्यो आफ्नो अध्ययनमा लक्ष्मण रेखाभित्र नबसेर गरेछन् भने कसैका बच्चाहरू लाटा लङ्गडा लुटा अटिजम, अनि तिनीहरूको भविष्य छ त? तिनीहरूले हामीलाई हेर्छ त? 75% अहिले यस्तो बच्चाहरू जन्मिरहेछ। किनकि को कसको नारीहरूले आफ्नो मर्यादा बिर्सेका छन्। आफ्नो जुन भनौँ न एउटा धर्मबाट बाहिर निस्केर जे पनि गरेका छन्। झन् अहिले टिकटकले बन्द हुनुपर्छ भने चाहिँ टिकटक छ नि, टिकटकमा त पप्पा मान्छे नारीहरू यति छाएर छन्। अस्ति भर्खर एउटा भिडियो भाइरल भएको थिएन, 6 करोड पुरुषलाई 6 करोड खुवाउने। त्यो पुरुष पनि कस्तो त, सिलसिला यहाँ पनि आयो फेरि होइन। त्यो 6 करोड खुवाउँदैछ भने त्यसले के हेर्यो? त्यो आफ्नो घरको बुढीलाई चाहिँ नोकरानी जस्तो गरेर राख्ने, अर्का बुढीलाई चाहिँ 6 करोड खुवाउने। यी पुरुषहरू पनि छान्ने दिन्छन्। कति उत्तेजित भएका यिनीहरू दारूको तालमा अर्काको बुढीलाई आँखा लाएर 6 करोड भनेको कम हो।